हेलो गाइस, तपाईहरुलाई मेरो च्यानलमा वेलकम छ। समीर डेली ब्लग। चितपुरमा चाहिँ पानी परिरहेको अवस्था छ। अब तपाईहरुको ठाउँमा पानी परेछ कि छैन कृपया कमेन्ट गर्नु होला। म चाहिँ मेरो गाडीमा हिजो हजुरको पसलबाट गएर पङ्खा लिएर आएको थिएँ नेवार पानी। तपाईहरु पनि भिजिट गर्न सक्नुहुन्छ हेटौडा नेवार पानी। म लोकेसन भिडियो नि हाल्दैछु तपाईहरुलाई सजिलो हुन्छ भनेर। म चाहिँ अब कम्पनी जाँदैछु, अशोक लेलन कम्पनीमा गएर पङ्खा हाल्नु छ। हाम्रो साउले अब बाहिर काम गराउँदैन, यही त हो नि। अब ठुलो खरा साउहरूको यो हरान पनि उही भाउजूको मात्रै हाले। अब मैले यो जति सामान हेर्नुहुन्छ नि सब यो हेटौडा नेवार पानीबाट हाले। अब मैले यिनीहरू सब सामान चाहिँ भाउजूले डेलिभरी गरिदिनु भयो। म चाहिँ खासमा गएको भनेको लोकेसन भिडियोको लागि मात्र गएको थिएँ हेटौडा भाउजूको पसलमा। भाउजूले आउनु र भनेको थिएँ भाउजू पङ्खा लिन भनेर। पङ्खा अझै आइपुगेको थिएन म जाँदाखेरि। ट्याक्क म त्यहाँ पुगेर पेमेन्ट गरेर ट्याक्क निस्किने बेलामा चाहिँ ट्याक्कै त्यही टाइममा आइपुगेँ पङ्खा भनौँ न। अब म भाग्यमानी हो कि के हो, पङ्खा त्यतिखेर ट्याक्कै आइपुगेँ कि। तपाईँहरू अब जितपुर चौक हेर्नु हो। झरी परेछ। अब उतातिर के छ यो भाइले नि मलाई कस्तो आउनु भनेर भविष्यमा ड्राइभरै भन्छ के आयो भाइ पनि। अब नयाँ ब्याकग्राउन्डमा चाहिँ अब टिकटकहरू चाहिँ गर्छु। अब टिकटकले पनि मलाई नयाँ ब्याकग्राउन्ड सङ्ग दिएको छ कि त्यसैमा भिडियो बनाउनु भनेर। अबदेखि चाहिँ त्यसैमा आउँछ मेरो भिडियोहरू चाहिँ। कम्पनी गाडी चाहिँ अघि हिँडिरहेको छ मभन्दा अघि। मेरो कम्पनी गाडी आउँछ त्योहरू कुनै गाडी नकुदाएको होला। म त यस्तै हो, साउ भयो नि नभयो नि मेरो स्पिड चाहिँ यही हो। गाडी कुदाउनलाई त मलाई मतलब छैन। अब जसुकै बसोस् मलाई मतलबै हुँदैन गाडी कुदाउनलाई। मेरो स्पिड नै यति नै हो, योभन्दा बढी पनि हुँदैन योभन्दा कम पनि हुँदैन। मेरोमा मेरो स्पिड यति नै हो। फाइनली अब म कम्पनी पनि अब एन्ट्री गर्न लागिसकेँ। अब हाम्रो गाडीको कम्पनीको लागि चाहिँ यहाँ युटर्न हान्नुपर्छ। कम्पनी पुगेर अगाडि चाहिँ बाटो दिएको छैन, किनकि चौक पनि नजिकै छ नि त, त्यही भएर दिएको छैन। हाम्रो यही हो देखिरहेको बिल्डिङमा। बोर्डमै हेर्न सक्नुहुन्छ अशोक लेलन भनेर लेखेकै छ बोर्डमा। जो अब पर लेखाएको छैन त्यसले चाहिँ यही भिडियो हेरेर चाहिँ आउन सक्नुहुन्छ कम्पनीमा। लोकेसन भिडियो नै यही हो भनौँ न। थारू ठिक छ। आज दुइटै गाडी कम्पनी आइपुगेको छ पङ्खा हाल्नलाई। मेरो गाडीको अलिकति लाइन पनि मिलाउनु थियो, लाइन आउँछ।
चाहिँ पहिला भारत बेन्च सोरुममा काम गर्दै हुनुहुन्थ्यो। भारत बेन्च कम्पनी हल्का चलेन, डाउन भयो। त्यही भएर हाम्रो चन्दन दाइ यता सरिहाल्नु भयो। नहीं चंदन भैया, अगर मार्केट डाउन नहीं होगा ये हमारे कंपनी के छोरुआ ड्राइवर भोला चोर हमारे गाड़ी के भोला सब चोरा चोरा के ले जाके खाता खाली ठग हमारे मुँह में मस्त मस्त के हवा मेरो ये तक ठीक रहे नया लुक सबको यहाँ में रख ली तो हमारी स्टाइल हो जाए। हमारे भैया जी ने चंदन भैया अब हवा खाएं साफ मस्त मस्त से हवा खाएंगे और फरारी को और दौड़ाएंगे और नया सामान डालेंगे गाड़ी में अभी। और बाकी है एक बेंच डाल लेंगे, व्हील कवर डालेंगे और लोटा डालेंगे, उस पर एक निमन से शायरी लिखेंगे साफ चिटिक से। हमारे चंदा भैया साफ पंखा के फिटिंग करता साफ, देखा मशीनों से फास्ट कसता साफ, बुझाता मशीनों के फ्लॉप कर दी।